हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कौली र आलुको मिक्स सब्जी बनाउँदैछु। कसरी बनाउँदैछु भनेर म तपाईँलाई देखाउँदैछु। सधैँ मासु बनाएको भिडियो त देखिराख्नु भयो, आज चाहिँ भेज सब्जी बनाएको नि तपाईँलाई देखाउँदैछु। सबैभन्दा पहिला चाहिँ कराही राखेँ होइन, कराही राखेर तेल तातिसके पछाडि मैले जिरा र मेथी पड्काएँ। त्यस पछाडि आलु लगाएर सानो ग्यासमा फ्राई गर्दैछु होइन। यता चाहिँ मैले टमाटर र प्याज पनि काटेर तयार गरिसकेको छु। त्यस पछाडि आलु चाहिँ फ्राई हल्का भइसके पछाडि मैले प्याज लगाएन। प्याज पनि सानो ग्यासमा फ्राई गर्नुपर्छ, हल्का रेड हुने गरी चलाउँदैछु अहिले चाहिँ होइन। प्याज पनि हल्का रेड हुँदैछ। त्यस पछाडि चाहिँ मैले कौली लगाएँ। कौली लगाइसके पछाडि सानो ग्यासमा बिस्तारै चलाउनुपर्छ, किनकि कौली साह्रो चलायो भने चाहिँ ढुटी जान्छ। त्यो बिस्तारै चलाइरहेको छु। नुन बेसार र हल्का लगाएको छु होइन। अनि चलाउँदै छोप्दै चलाउँदै गर्दैछु। त्यस पछाडि चाहिँ मेरो सब्जी चाहिँ यस्तो भइरहेछ साथीहरू होइन। त्यस पछाडि मैले टमाटर लगाएँ। टमाटर लगाएर सानो ग्यासमा चलाउँदै छोप्दै गर्दैछु साथीहरू। हेर्दा हेर्दै मेरो सब्जी पनि तयार भइसक्यो साथीहरू। तपाईँहरूलाई हेरेर कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला भन्दै आजलाई यति नै साथीहरू। नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।